आज चाहिँ साथी म यतिकै वाक गर्दै घुम्दै आएको थिएँ हो। अनि यो चिया कमान कलम गरिसकेको रहेछ हो। के भन्छ एनएसडिएस के भन्छ थाहा छैन, यसलाई मलाई थाहा छैन हो। र तपाईँहरू पनि कोही चिया कमानबाट बिलङ गर्नुहुन्छ भने र अहिलेसम्म तपाईँहरूलाई चिया कमानको बारेबाट थाहा छैन, मतलब कतिवटा कामहरू हुन्छ नि त के भन्छ थाहा छैन भने र तपाईँलाई अहिलेसम्म पनि चिया कमानमा काम गर्नुपर्ने आवश्यकता परेको छैन भने चाहिँ नि याद राख्नुहोस्, तपाईँ चाहिँ नि भाग्यमानी हुनुहुन्छ र सुखी हुनुहुन्छ। र यसको कारण चाहिँ केवल हाम्रो आमा बाबा हुनुहुन्छ क्या। उहाँहरूले चाहिँ हामीले बगानमा काम गर्नु नपरोस् भनेर क्या डबल मेहनत गरिराख्नु भएको छ, ओन्ली फर अस, खालि हाम्रो लागि। हामी बगानमा काम गर्नु नपरोस्, बगानमै जन्मिए बगानमै हुर्किए तापनि बगानमा काम चाहिँ गर्नु नपरोस् भनेर चाहिँ नि हाम्रो आमा बाबाहरूले सधैँ डबल मेहनत गरिराख्नु भएको छ, खालि हाम्रो लागि। त्यही लागि साथी म भन्छु, तपाईँहरू जहाँ पनि जानुहोस्, हामी जहाँ पनि जाउँ, तर कहिले पनि आफ्नो आमा बाबाको साथ चाहिँ नछोड्नुहोस्।